मलाई कतिपय साथीहरूले आरोप लगाउनुभयो। अब हिजो मलाई सँगै सपोर्ट गर्ने साथीहरूले र मसँग एउटै थालमा खाने र एकै ठाउँ सुत्ने, एकै ठाउँ हिँड्ने साथीहरूले अझै मलाई कति सपोर्ट गर्नुहुन्छ भनेर मैले एउटा आगो बाल्न खोजेको। आगो बालेँ। त्यो आगो बालिसकेपछि कतिजना व्यक्तिहरूले त्यो आगोमा ताप्नु हुँदो रहेछ, कतिजना व्यक्तिहरूले त्यो आगोमा मट्टीतेल छर्किनु हुँदो रहेछ, कतिजना व्यक्तिहरूले त्यो आगोमा पानी हाल्नु हुँदो रहेछ भनेर मैले चाहिँ एउटा कन्टेन्ट हामीले निकाल्नै पर्ने हुन्छ। हिजो भ्यागुते सेना गठन गर्दा पनि आन्दोलनमा थिएँ। त्यस पछाडि मैले बाँदरे सेना गठन गरेँ।